सबैलाई स्वागत छ हाम्रो च्यानलमा। आज चाहिँ तपाईहरुलाई हाम्रो वस्तुस्थिति कन्डिसनरलाई लिएर र के हुँदैछ कसो हुँदैछ र हाम्रो बच्चा पनि ग्रो अप हुँदैछ र पोर्चुगलमा बच्चा जन्मने कति रहेछ, कति देख्नुहुन्छ, कति भेट्नुहुन्छ। मैले यो आज एक दिनमा मात्रै भेटेको साथीहरुसँग चाहिँ म तपाईलाई भिडियो छ्यास देखाइदिन्छु र तपाईहरुलाई म एउटा पहिलो जानकारी के गराउँ भने तपाईहरु कतै पोर्चुगलमा हुनुहुन्छ या ट्रिटमेन्ट गर्न जाँदै हुनुहुन्छ भने अहिले नयाँ सिस्टम आछ। यो भन्दा अगाडि पनि मैले अर्को च्यानलमा मेरो बलराम राई च्यानलमा हाल्दिएको थिएँ। यता प्लेन उड्दैछ फेरि यता पनि हेर्नुस्, जुमेर ताने जाँदै हुन्छ नि 24 मा कल गर्ने, नत्र तपाईले 808-24-24-24 यतिमा तपाईले कल गर्नु होला। तपाईको दुईटा अप्सन आउँछ, दुईटा अप्सनमा इंग्लिशमा तपाईको 9 प्रेस गर्ने अनि त्यसपछि तपाईको कन्सोलिङको लागि तपाईले प्रेस 1 गर्ने, 2 हैन है, हाउसिङको लागि हैन, कन्सोलिङको लागि 2 प्रेस गर्ने त्यहाँ भन्छ। त्यसपछि तपाईको समस्या के छ, इंग्लिशमा चाहियो भने तपाईले इंग्लिशमा पनि त्यहाँ कम्प्युटर बोल्छ, कम्प्युटरबाट तपाईले इंग्लिशमा पनि कुरा गर्न सक्नुहुन्छ। त्यसपछि अपॉइन्टमेन्ट लिने, तपाईको समस्या के छ कसो छ सबै कुरा बताउनु पर्छ र तपाईको सिरियसनेस छ भने मात्रै तपाईलाई सेन्टर साउदीमा तपाईको अपॉइन्टमेन्ट दिन्छ। तपाईको मोबाइलमा कोड पठाउँछ, तपाईको मोबाइल नम्बर दिनुपर्ने हुन्छ, तपाईले जुन नम्बर चलाउँछ त्यो नम्बर दिनुपर्ने हुन्छ। त्यसपछि सेन्टर साउदीले अब त्यहाँबाट सकेन भने केही अलिकति क्रिटिकल भयो भने हस्पिटलतिर पठाउँछ। त्यही भएर हामी चाहिँ इमर्जेन्सीमा सेन्टर साउदीबाट चाहिँ पठाइदिएको छ। त्यही भएर हामी यहाँ आज छोरी यहाँ ग्राउन्डमा खेल्दैछ। छोरी हाई गरिदेऊ, हाई गरिदिनुस्, नमस्ते गरिदेऊ, हाई गरिदिनुस्। नै नै यता आमा पेन एकदम पेन भइरहेछ, ब्रेस्टमा समस्या छ थोरै, भित्रपट्टि पेन निप्पलको भित्रपट्टि चाहिँ अलिकति गाँठो जस्तो त्यो सुत्केर दुधहरू ननिखारेको हुँदो रहेछ कि त्यो चिजहरू चाहिँ देखा पर्दो रहेछ। अनि एकदमै राम्रो ग्राउन्ड छ यही। यतापट्टि चाहिँ के अरे सान्ता मारिया हस्पिटल। हामी चाहिँ यहाँ वेटिङमा बसिरहेको छौँ, केही समय लाग्ने भएको कारणले गर्दाखेरि। मजाको कत्रो हस्पिटल छ र तपाईहरु बेनिफिक एरियातिर बस्नु भएको छ भने चाहिँ सकभरि सुत्केरीको लागि या बच्चाको लागि आमाको लागि चाहिँ तपाईको सान्ता मारिया हस्पिटल चाहिँ एकदम बेस्ट हस्पिटल छ है। यताबाट यस्तो छ, मजाको छ। म तपाईलाई त्यही जानकारी गराउनको लागि तपाईलाई यो भिडियो भने अब हाम्रो भेटघाटतिर जाउँ। ल छोरी र म सान्ता मारिया हस्पिटलमा हिँड्दैछु। यतापट्टि सान्ता मारिया, यतापट्टि हेलिकप्टर पनि बस्छ, पछाडिपट्टि माई आउँदैछ। आज चाहिँ हामी हस्पिटल चाहिने माईको ब्रेस्टमा अलिकता लेफ्ट साइडको हार्डनेस आएर ट्रिटमेन्ट गर्नको लागि हामी कुदिरहेको छौँ। यस्तो गर्मी छ, हामी शीतलता छारी ताप्नको लागि हामी यतातिर सवारी हुँदैछौँ। केही समय हामी यहाँ बस्छौँ, फेरि डक्टरको ट्रिटमेन्टको लागि केही बुझ्छौँ, त्यसपछि हामी जान्छौँ। ल आज हाम्रो छुट्टीको दिन फेरि हामी बाहिर निस्किसकेका छौँ। मिसेस छोरी यतापट्टि, छोरी छोरी मम्मी हाई, छोरी हाई। वाह, ल अब हामी ग्राउन्डमा जाँदैछौँ टक्क। ए हो थ्याङ्क यू, गुड जब। ल हामी ग्राउन्डमा आइपुग्यौँ, अब यहाँ घुम्छौँ। यिनीहरू चाहिँ हाम्रो नेपालमा अब ग्रेजुएसन पास गरेको, यिनीहरू पनि यहाँको ग्रेजुएसन पास गरेपछि फ्री डुल्ने, खाने, पास गरेपछि जे गर्ने गर्नु पाउने। यतापट्टि हाम्रो छोरीहरूको पनि पारापछि त्यही होला। गुड जब, गुड जब। ल छोरीलाई आज यहाँ ओपनमा छोडिदिएको पहिलोचोटि, रमाउँदैछ, यति खुसी हुन्छ नि। आम्मामामा छोरी खुसी भएको। दादालाई दादा लाऊ भनेको छोरीले, दादा लाऊ भने, दादा लाऊ भनेको छोरीले हो, आउनुहोस् भनेको हो। आमै खुसी भएको हेर। यही सिक्थ्यो क्या, यही हिँड्न सिकेको हो क्या। वाउ, यस्तो यस्तै हिँड्न सिकेको कि यही समात्दा समात्दा। वाउ, गुड जब बेबी, गुड जब बेबी। अब हामी जानुपर्छ, भात खानुपर्छ त्यही त है, अब त चिसो होइन, 9 बजिसकेछ। 9 बज्यो, घर पुग्दा 9:30। अब भोलि बेटामलाई टाटा गर। अब बाई बाई। ल बाई बाई गरिदेऊ, ल बाई बाई। दुईजना तिमी बाई बाई गरिदेऊ, बाई बाई गरिदेऊ, टाटा गरिदेऊ, गुड जब, बाई बाई, बाई बाई। ल छोरी ता गर, गीत गाऊ। दादा त गयो, ए नजाने रहेछ। हामी खेल्ने हो, एकछिन खेलाउन पर्यो, खाना पच्न पर्दैन। कति टाइम खुवाउनुहुन्छ खाना?
3 टाइम है खाजाहरू बिचमा यताउता काचाकुचो काचाकुचो यसको पनि खाना खाने बेला भएको थियो अलिक उज्यालो मिलेको अस्ति राति परेर छोड्नै नमानेर फेरि कोही छैन भुत जस्तो हामी मात्रै खेलिरहेको यहाँ हामीले कतिचोटि त्यस्तै आउँछौँ फेरि यता हेर निर्माण दादालाई हेर निर्माण दादाले पनि खेलेको हेर निर्माण वाउ किन हो त्यस्तो देखियो अहिले हात छोरी पढाउँछ फेरि आज छोरी एक्लै भएछ आज हामी अर्को ठाउँमा है छोरी खेल खोज्नु गएको भेटेन प्लेग्राउन्ड ढुङ्गो नि त छोरी क्याच गर्नुहोस् वाउ वाउ छोरी जम ल जम गरिदेऊ जम गर त जम गर ए जम गर बहिनीले पनि जम गर्छ वे वाउ ए यता पनि जम गर्दैछ वाउ दुईजना निर्माण जम गरे निर्माणले वाउ लु प्ले छोरी प्ले गुड जब आमा पहिलोचोटिमा छोरीले नि ल सिकिहाल्यो दादाले गरेको सिकिहाल्यो त वाउ 3जना भयो नि त ल उसले पनि त्यसै भनेर बिच वा ए गुड वाउ ल जाऊ भाग बेबी सङ्गे के गरेको एक्लै खेलेको छोरीलाई आज रजै छ छोरीलाई यहाँ पैसा 1 रुपियाँ 20 सेन्ट एप्पल पे गुगल पे गऱ्यो भने सर यहाँ घुम्छ छोरी फेरि डराउँछ एक्लै त्यही भएर मैले प्ले गरिनँ क्रिस्टल ट्रेनहरू ल छोरीले यहाँ चिज भयो ठ्याक्क पारेर गऱ्यो मेरो छोरीले कालेको बच्चाले साइड हानेको हानेको छ यहाँ जिस्काएको छ अब फेरि आउँछ घुमिफिरि कहाँबाट घुमेर आउँछ मेरो छोरी छक्क परिरहेको छ यसले साइड हानेकै सकेदेखि मेरो छोरीलाई वा बच्चाहरूको यसरी फ्रीमा मार्केटतिर राखिदिएको हुन्छ खुसीयालीको लागि यहाँ पैसा हाल्यो भने 1 सेन्ट 20 रुपियाँ पैसा हाल्यो भने कार्डबाट पनि पे गर्न सकिन्छ गुगल पे एप्पल पेबाट पनि पे गर्न सकिन्छ त्यसपछि यो सन्न घुम्छ यहाँ है तर यहाँ पैसा नतिरिकन बच्चा चाहिँ यसले लड्छ पक्रिन सक्दैन त्यही भएर खुसी मनाउँदैछ कोलम्बोमा यता बच्चाहरूलाई सिकिँदै खेल्ने प्ले ल छोरी चाहिँ फेरि कोलम्बोमा ट्रान्सफर यहाँ नयाँ ठाउँमा खेल्दैछ कताको भन्दैछ कहाँबाट घुमेर आफू आइटी ब्रदर रे भर्खरको रहेछ नि त उहाँहरूको पनि ए 6 महिना चिसो भयो होला यो हातमा यस्तो काँडा पलाएछ चिसोले नि फेरि हात मन्दिने राख्ने ल तल गरेर तर 6 महिनाको हो भर्खर यो अब 7 महिनामा रनिङ अहिले 6 months कपाल त भगवान 1 वर्ष पुगेको जस्तै कपाल देख्दा जन्मिँदाखेरि टन्डै यहाँ त नानी हेर्छ ल ए छोरी बेबी हेर बेबी हेर त बहिनी हेर बहिनी दिदी हाई भन्नु न बहिनीलाई हाई भन्नु हाई भन्नु न बहिनीलाई ए दाँत आइसक्यो त चाटा आइसक्यो चाटा हैन 5वटा भइसक्यो रेसिपी न हो 3 4 5 5वटा भइसक्यो हुन्छ आम्मा नि कपाल त्यो त अब 1 राउन्ड हानेर अब पर्ला हावा एकदम आइरहेछ यसले त फेरि चरा आउँछ कि ल अहिले बिस्तारै हुन्छ ल बाइ डोगी वाउ चाइनिज त भन्छ नि यो बच्चा हेर चाइनिज चिज अस्ति ऊ त्यहाँ के अरे ग्राउन्डमा मलाई त यस्तै यही क्याब लगाएको थियो अनि
उसको चाइनिज भाषाबाट खोइ के पो भनेर मलाई त खोइ के पो भनेर बोलायो भने होला अनि न आई एम नेपाली भनेको त थोडी कुन एङ्गलबाट तिमी चाहिँदैछौ हावामा नाटक पनि हुन्छ नि ढाड्नु पनि सक्नु पर्यो जान्नु पर्यो नि अनि तिनीहरूले त्यस्तै देख्छ चाइनिज खै कुन एङ्गलमा तिमी चाहिने छौ चप्पल लगाएर चाहिँ चाहिने हो नि त ज्याकेट जाडो भएर एडिडासको पङ्स बनेर आएको जाडो भएर ज्याकेट त्यो पनि ए छोरी उसको चाइनिज भाषामा बोलेर मसँग त आई एम नेपाली भनेको त अनि ओ भन्दै मरि हाँस्दै गयो त्यो आइमै त हाँस्छु चाहिने नि ए छोरीलाई बोलाएन कसैले मेरो छोरीलाई कसैले बोलाएन हो मेरो छोरीलाई कसैले बोलाएन आमै राम्री रहेछु फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा बेबी लिएर आउँदैछन् हाम्रो एकजना ल्याउन त कस्तो गाह्रो छ भन्नु पर्यो अब डबल बच्चा ए तपाईँहरू नि हो ए म त कन्फ्युज हुन्छ यत्रो भइसक्यो त खै भेटेर बोल्छ परिचय गराउँला कस्तो उहाँहरू भेटेको थियौँ न हामीले ए उता भेटेको पनि पर आमै नि बेबीहरू आमै छोरा र छोरी पो कति हो भन्नुभएको 15 महिना है आमै छोरा र छोरी पो बेबी लाइ फेरि 1 2 3 लाइ छोरी 1 2 3 1 2 3 मातिसक्यो छोरीलाई वाक्क भइसक्यो नि खेल्दा यता हेर छोरी आलोलाई निकाल्दै मानेन उ त हिँड्नै खोजेको भुइँमा खेल्दै गुड जब बेबी गुड जब Papa जानु हो बाई बाई गर पापा जानु हो बाई बाई गर ए बेबीको डगी ए